हेलो गाइस, आज चाहिँ मेरो यहाँ मकैको भात सिस्नुको सब्जी मुकबाङ हुँदैछ। आज चाहिँ मेरो अर्गानिक खानाको एकदम मेरो चाहिँ फेभरेट हो। यो सिस्नु हामी पहिला खाइरहनु अझ कति पाउँदैन कि तराईतिर, धरान गयो भने मात्रै पाइन्छ। तर अझै चाहिँ झुम्कामा पनि जान थालेको रहेछ। तर यो लोकल चाहिँ होइन, सिस्नु अर्कै खालको थियो। मैले यसको भ्लग पनि बनाएको गएर हेरिदिनु होला। कस्तो भयो खान्छु ल। मैले बनाएको जुते खुर्सानी पुऱ्याएको छ क्या, अदुवाहरू सब। सोचे धेरै छ। जानी हुन्छ लोकल जस्तो पनि नहुने, तर मिठो कपाल। तातो त्यस्तै। खुर्सानी मेरो अर्गानिक हो, घरमै रोपेको मैले नै। कसलाई मनपर्छ कमेन्ट गर्नु होला। नुन पनि छ, तर सिस्नुमा जति नुन हाले पनि लाग्दैन नि। तपाईँले विचार गर्नु लाग्यो, मलाई यसो त नुन लाग्यो थाहा पऱ्यो, बिलानै लाग्छ त जति हाल्छ भाइ। मिठो है। गर्मी छ क्या, फ्यान खुलेर कस्तो आवाज आउँछ। खुलेर पनि गर्मी, तातो तातो छ नि पनि। म त सब्जी खानामा सब्जी चाहिँ धेरै लाग्छ के भयो। नानीले मेरो बाबाको अनि मेरो आन्टी पनि त्यस्तै। अब त यति सब्जीमा नै खान सक्नुहुन्छ, कति खान्छ नि खाना। तर म त खाना भन्दा चाहिँ सब्जी नै चाहिन्छ। च्याङ्गा भात, मुन्टा, साग, पत्ता, दही, मुनिस कस्तो तातो। त्यो चाहिँ हामी एकादशी खान्छौँ प्रायः च्याङ्गा चाहिँ। अझै लसुन कति मिठो हुन्छ। नयाँ ल्याएको मैले मेरो प्लेट। हात कलेर मैले
अब गर्मीले त सही गर्नु चिराएर जस्तो कतिजना भिडियो स्पिड नबनाइकन बनाउनु न भन्नु न मलाई लाज लाग्छ क्या लाज लाग्छ हो सुरु छ नि त त्यही भएर नि होला यतिको बनाउने आँटको गरेन म कति धेरै बनाउने मान्छे साह्रो छ ल सरी खान सकेन योभन्दा साह्रै गरम भयो क्या बाई गाइज मैले खान सकिनँ अलि बिहानै पनि छ कि मैले बिहान चिया बिस्कुट नै खानु त्यति बेला खानु पनि सकिनँ पिरो पनि धेरै माम पनि धेरै नै लगाएको थिएँ नि त मैले त्यसँग खाएँ सिस्नु 2 बटको खाएँ बाई गाइज प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला पसिना यस्तो भिडियो बनाइरहेको